हेलो नमस्कार। फेरि साँझ ढल्दै जाँदैछ। दिन रातमा परिवर्तन भइरहेको छ। यसरी नै समय आफ्नो हिसाबले चलिरहन्छ। उज्यालो हुन्छ दिन, फेरि रात है। मोस्टली समरमा दिन अलिकति लामै हुन्छ है। र अब चाहिँ यहाँ मेरो पनि अँध्यारो निकै बढ्दै गयो, रात बढ्दैछ। र जीवन यसरी नै बितिँदै जान्छ। र हामी आफैमा रमाउनु पर्ने छ। आफैले हाँसो ल्याउनु पर्ने छ। र आफैले आफैलाई सपोर्ट गर्नुपर्ने छ। र आफैले आफैलाई हिम्मत पनि दिनुपर्ने छ है। र यो संसार यस्तै हो, जब हामी जन्मिन्छ है, जब हामी यहाँ संसारमा हामीले कदम टेक्छ र थुप्रो प्रकारको परिस्थितिहरू है हामीले फेस गर्नुपर्ने छ है। र च्यालेन्जेस एभ्री स्टेपमा छ, तर कहिले पनि हामी है मन सानो गरेर पछि हट्नु भएन। हाम्रो पैर, हाम्रो फुट स्टेप्स जहिले पनि है हामीले अगाडि बढाउनु पर्छ। र जिन्दगी जस्तो सुकै मोडमा जाँदा पनि सधैँ हाँसिरहनुपर्छ है, हँसाइरहनुपर्छ, बातचित गरिरहनुपर्छ है। र आफैले आफैलाई मोटिभेट पनि गरिरहनु पर्नेछ। थुप्रो प्रकारले मोटिभेट गर्न सक्छ तपाईँले है। गीत गाएर, नाचेर, कसैसँग है मिठो पोजिटिभ बात गरेर, अनि सबैसँग मिठो वचन राखेर है सबैलाई शुभरात्रि भन्दै तपाईँहरूसँग बिदा चाहन्छु। धन्यवाद। भेट्दै गरौँ।